हेलो वेलकम टु माई सेकेन्ड ब्लग चटपट पानीपुरीको। हामी सिस्टर मेरो दिदी आज सत्सङ्ग थियो हाम्रो, त्यही भएर हामी भेट्यौँ। हामी धेरै समयपछि, त्यस भएर छु मिनी ब्लग यही हो चटपटको। ल स्टार्ट गरौँ है, चटपटबाट है, चटपटबाट खाएँ ल। मिठो है, मिठो बना। आज यस्तो गर्नुपर्ने, यस्तो मनपर्छ मलाई। यसरी झन् गिलो गिलो चटपट। मिठो छ गाइस। यो चाहिँ घरमा बनाएको होइन, त्यो छोटो भैयाकोबाट लिएर आयो। मिठो बनाउनुहुन्छ है। अरू सब्जी बेल्छकोमा छ। यसरी खाने चाहिँ मेरो बानी है। पानीपुरी खाएँ ल। पानीपुरी खाँदा Oh my god. अब यस्तै गरी नयाँ नयाँ ल्याउँदै गर्छु गाइज है। सबैजनाले माया गरिदिनु होला। यो चाहिँ फर्स्टचोटि सुरु गरेको। सो राम्रो नलागे नि राम्रो लागेर हेरिदिनु होला, माया गरिदिनु होला। छोटो मिठो चटपट पानीपुरीको आज ब्लग बनाऊँ हामी दिदीबहिनी भेटेर। सो कति पछि भेटेको रे हामी? धेरै भयो, महिनै भयो, 1 महिना भनौँ, धेरै समय। यस्तो पिरो चटपटमा मिठो है चटपट। पानी गाइस खाएँ ल। त्यो पानीको स्वाद नै अर्कै अर्कै आएको है। उसले गर्दा होला है। सोना मिठो बनाउनुहुन्छ क्या छोटो दाइले। यस्तो मिठो चटपट बनाउँछ गाइस है। त्यो बेलचुकको के चिताउने हो, म चिताउनुदेखि हो हामी चाहिँ। अनि त्यो बेलचुकमा खान्छ कि छोटी भैया यस्तो मिठो बनाउँछ चटपट। घरमै बनाउने भन्थ्यो, फेरि आज चाहिँ अलि बनाउनु भएको थिएन। सो सत्सङ्ग थिएँ उताबाट आउँदाखेरि लिएर ल्याएको हो। सो यस्तो मिठो छ, असम। झापारीहरूको जस्तो गिलो चटपट हुन्छ नि त्यस्तै टाइपको मिठो छ। खाँदै खाएन, जान नै गएको छैन, त्यो पनि एकदम मिठो लाग्छ है मलाई। ओ माई गड।
ट्राई राम्रै हुन्छ त्यो चाहिँ चटपटमा हालेर खाएँ पानीपुरी चटपट मिक्स गरेर मेरो टेक्निक एमजी दामी है चटपट चाहिँ दामी भएको गाइस आमा पेट पोल्छ जस्तो मलाई त पिरो जस्तो भयो OMG दामी गाइस पिरो कति पिरो हो क्या मेरो पनि युट्युब च्यानल छ गाइस जेटी बुहारी इटिङ च्यानल सर्च गर्नु होला र मेरो भिडियोमा गएर नि लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला सेयर गरिदिनु होला माया गरिदिनु होला मेरो भिडियोलाई पनि हस् दामी ल गाइस यति नै हो यति भ्याउने के म त सकिनँ Oh my god. ल गाइज माया गरिदिनु होला लाइक गरिदिनु होला हामीले खाने भनेको चाहिँ यति नै हो अब सिधिसक्यो सो यस्तै अब आइरहन्छ मेरो सिस्टर नआए पनि मैले चाहिँ गरिरहन्छु हालिरहन्छु बनाइरहन्छु सो माया गरिदिनु होला लाइक गरिदिनु होला मेरो भिडियोलाई नराम्रो लागे पनि राम्रो ठानेर माया गरिदिनु लाइक गरिदिनु हेरिदिनु होला त्यही त ठिक छ बाई